ल फाइनल्ली फेरि पनि स्वागत छ तपाईँहरूलाई मेरो भिडियोमा। आज चाहिँ साथी हो कति माछातिर जानु कति एउटै कुरा तपाईँलाई देखाइराख्नु भनेर आज चाहिँ अलिकति फरक खालको यहाँ हाम्रै चुलाचुलीमा रहेको रिकुटे भन्ने ठाउँमा चाहिँ यस्तो दामी स्विमिङ पुल छ कि त्यहाँ चाहिँ हामी आज टक्क टिकाराम भाइ र म जाँदैछौँ। अनि त्यहाँ गएर चाहिँ हामी पौडी खेल्छौँ अनि हामीले एक दुईवटा चाउचाउ बेर्छौँ, त्यो पनि पकाएर खान्छौँ अनि फर्किन्छौँ। किनभने माछाहरू देख्यो भने चाहिँ हामीले जाल बोकिरहेको छौँ, त्यो पनि हान्छौँ है हामी साथीहरू। अनि टिकाराम भाइ चाहिँ यसरी यहाँ जाल बोकेर हिँडिरहेछ। मलाई चाहिँ यत्रो यहाँनिर नुन तेलहरू झोलामा बोकाइरहेछ। मलाई त जहिले हेपी नै हाल्छ। सबै ठुल्ठुलो भारी चाहिँ अलिक मोटो हुनुहुन्छ, बोक्नु भएन भनेर फुर्काउँछ कि के भन्छ मलाई। अनि म चाहिँ मक्ख भएर बोकिरहेको छु। अनि हामी चाहिँ अहिले ट्याक्कै यो दोभान भन्ने ठाउँदेखि उकालो लागेर ठ्याक्क अब रिकुटे पुग्नै आँट्यो भन्दा अब एउटा टर्निङ मास्तिर छ। अनि खोला चाहिँ यही हो है, यस्तै खोलामा हामीले माछा मार्छौँ। यहाँ चाहिँ कहीँमा मार्छौँ भन्दाखेरि एकदम सजिलो छ। यस्तो सम्म छ माछाहरू कुदेको देखिन्छ। अनि यस्तो एक दुईवटा ढुङ्गा हुन्छ, पल्टाएर टक्क पक्रिनु पाइन्छ कि यहाँ चाहिँ साथी। अनि हामी चाहिँ दली काटेर पानी छेकेर मार्न सकिन्छ। अनि हामी चाहिँ अब पुग्न आँटिसक्यौँ। अनि टिकाराम भाइ चाहिँ यसरी केही भनिदेऊ न। जाल पनि ल्याइएको छ आज। अनि माछा देखियो भने जाल पनि हान्ने, प्लस अब चुलाचुली। अब पहिला चाहिँ यो रिकुटे चाहिँ भाइरल भएको है हो, सबैलाई थाहा होला लगभग होइन। चुलाचुलीमा सबैलाई त थाहा नहोला, आदिउदीलाई थाहा होला। विशेष गरी पक्रिउ न, भनिदेऊ न। बोयफ्रेन्ड गर्लफ्रेन्ड माया प्रेममा हुनुहुने जोडी आउनुहुन्थ्यो क्या स्विमिङ गर्नलाई। यो ठाउँ चाहिँ रिकुटे भाइरल प्लेस भनेर पनि चिनिन्थ्यो। अब अहिले चाहिँ अब अलिकति बाढी पहिरो पनि आयो, त्यही कारणले गर्दाखेरि अब धमिलो छ र त्यति साह्रो मान्छेको क्रेज छँदै छैन अहिले चाहिँ। तर पछि गरी महिना चढिरहेछ नि त। होइन यस्तो पनि भयो क्या भाइ, नाक चिलायो। कसो भने अब मान्छेहरू अलिक सोखिन हुनु थाले क्या, स्विमिङ पुलतिर जान्छ नि त। गर्लफ्रेन्ड बोयफ्रेन्ड यस्तो नेचुरल कुरातिर त आउँदैन नि त। गाह्रो बाइकमा पछाडि चढाएर स्विमिङ पुलमा कोल्ड ड्रिङ्क, चिकन मटर, चिकन बिरयानी खाँदै। तरै पनि सालो भेना चाहिँ भेनाले साह्रै रिक्वेस्ट गर्नुभएको कारणले यो ठाउँ साह्रै मनपर्छ अरे भेनालाई, पहिल्यै भाइरल भएको। त्यही भएर आज आइयो, चाउचाउ साउचाउ लिएर आएको छौँ। हेरौँ, जालसाल हान्नेछौँ, खानेछौँ, रमाउनेछौँ, पिउनेछौँ। के हुन्छ भिडियो लास्टमा हेर्नु होला, सबै देख्नुहुनेछ हजुर। देखाउँदै लैजाऊ, रिकुटेसम्म नै पुऱ्याउनु पर्छ। रिकुटेसम्मै पुऱ्याउनु पर्यो भनेपछि त अब लोकेसन भनेको ठ्याक्क यहीँ छ। लोकेसन चाहिँ कहाँ भन्दाखेरि भेना चाहिँ अब भनिहाल्नु पर्यो होइन। इलाम जिल्ला चुलाचुली वडा नम्बर 3 रिकुटे सानो चाँजु, ठ्याक्क साइकेटारको मुनतिर। यहाँ माथि पुल पनि बन्दैछ, पक्की पुल। अब हेर्दै हामी सालो भेना चाहिँ हजुरहरू आइयो है। ल त सङ्लो पो रहेछ त भेना आज सङ्लो पो रहेछ त। ल हजुरहरू यो रिकुटे चाहिँ हजुर सङ्लो रहेछ यार। ल गो रेडी यस। वाह भैँसी लड्यौ है माया भिरबाट हेर। कस्तो भइरहेछ भेना? दामी बवाल। अब हाम्रो भिनाजुको चाहिँ विशेष गरी भाग्य नै रहेनछ हजुरहरू होइन। किनभने पहिला चाहिँ यो हरियो थियो क्या, यो पानी सङ्लो मुनि डुब्दा पनि मान्छे देखिन्थ्यो। अनि त्यो चाहिँ प्रुफ कहाँ छ भन्दाखेरि हामीले भिडियोहरू पनि बनाएको छौँ। अनि तरै पनि राम्रो आइरहेछ। यहाँबाट मैले उयोबाट खिचिरहेको। एउटा कुरा सुनाउँछु क्या। ल सुनाउनु ल। कस्तो भने यो हेर्दाखेरि अलिकति धमिलो जस्तो देखिन्छ, तर होइन। पानी देख्न सक्नुहुन्छ होइन, देख्न सक्नुहुन्छ। यो एकदम चिसो छ क्या पानी चाहिँ। यहाँ यता देखाइदेऊ न, यो झर्नाको पानी एकदम चिसो छ यहाँ। अनि तल चाहिँ ट्याक्क हामी गलेर आइपुग्दाखेरि पुरा गर्मी भएको हुन्छ। यहाँ आएर हामीले ज्याम्मै हालेपछि चाहिँ यति आनन्द हुन्छ कि यति आनन्द हुन्छ। अब यो चाहिँ म टिकाराम पनि खेल्छ, म देखाउँछु तपाईँहरूलाई। अहिले चाहिँ मलाई फुर्काएर यो खेलाइरहेछ, ऊ हाँसेर भिडियो बनाउँदैछ। यो चाहिँ म टिकाराम खेलेको म तपाईँहरूलाई देखाउनेवाला छु आज। यता एकचोटि हाँसिदिनु। ल फाइनली साथी हो, अब चाहिँ हामी थोरै सालो भेना यहाँ भुजा लिएको छौँ, चाउचाउ लिएको छौँ।
अनि हामी चाहिँ अब पकाएर खान्छौँ। अब भाइ चाहिँ पौडी खेल न भन्दाखेरि अलिकति अल्छी अल्छी गर्यो। आएर खेल्ने उसले जहिले त्यसरी झुकाउँछ। हिजो पनि त्यही भन्यो, हिजो पनि म खेल्छु खेल्छु भन्यो अनि खेलेन। मलाई चाहिँ उसले जहिले झुकाइरहन्छ। आज हामी अलिकति खोला चाहिँ अलिक धमिलै छ, देख्न सक्नुहुन्छ। अलिकति धमिलै छ र धेरै धमिलो छ नि। आज हामी लगभग माछा चाहिँ मार्दैनौँ होला। अब खाजा खाएर के मोड चल्छ मार्न पनि सक्छौँ। अनि के कस्तो हुन्छ भिडियोलाई चाहिँ हेर्नु होला। अब हामी यहाँनिर आगो फुक्नेवाला छौँ। म चाहिँ गर्मी भएर अलिकति टक्कसँगले जिउलाई मेरो छालालाई पानी खुवाएँ थोरै भिजेर। अनि हाम्रो सित्रा भाइ चाहिँ अलिकति नुहाउन भाइ भन्दाखेरि होइन भेना म माघे सङ्क्रान्तितिर दसैँमा मात्रै नुहाउँछु, अरू बेला त नुहाउनु लगभग जाँगर पो चल्दैन हो। भेना लडेर चिप्लेर डुबिहाल्यो भने फाल्टै कुरो भन्छ। र त्यसो भन्दै अहिले चाहिँ मेरो भाइले, मेरो कान्छाले, मेरो प्यारे हो यसरी मजाले आगोको जुगाड गर्दैछ है। आगो फुक्ने चाहिँ भेना तपाईँ है? म फुक्छु। मेरो अर्कै काम छ। ल पानी खन्नु पर्यो नि त। पानी पर्दैन किन? उफ पर धारा देखेन हो। पानी खानु फोरी सफा हो। हामी चाहिँ धारा पर बनाएको छौँ, देख्न सक्नुहुन्छ। पर छ परनिर टक्कसँगले। ल त साथी हो, यसैमा पकाएर खान्छौँ हामी। एक्सन। ल अहिले चाहिँ हाम्रो आगो बाल्ने कार्यक्रम भइरहेछ। ल त हजुरहरू, यहाँ चाहिँ हाम्रो भिनाजुले चाहिँ आगो फुक्ने कार्यक्रम गर्दै हुनुहुन्छ। तर यस्तो झिक्रा भएको कारणले गर्दाखेरि पानी परेकोले गर्दाखेरि आगो फुक्न चाहिँ एकदम धेरै गाह्रो भइरहेको छ भिनाजुलाई। त्यसरी हाम्रो यहाँ भिटामिन डी पनि हामीले ल्याएको छौँ। आज सालो भेनाको जस्तो भए पनि रमाइलो तरिकाले मनाएर मात्रै हामी रिबन्स हुनेछौँ है त। अच्छा रिबन छ बोल्नु न। रेट 1 को आगो कस्तो भइरहेछ? तिमीले बल्ने दाउरै लिएनौ नि भाइ। एक्सन। ल फाइनल्ली मैले चाहिँ आगो फुक्नु नसकेर भाइले पाले अब ट्राई गर्दैछ है। पालै फालो भाइको क्यामेरा ऊ माथि छ। आज भेना खोर्सानी चाहिँ ल्याउनु पर्थ्यो। खोर्सानी छ त हरिवाला। तिमीलाई मसँग हिँड्दा कहिले कमी केहीको बनाएको छु छैन त्यसो त। सबै सोचेर तिमीहरूले कहिले सम्झिन्छौ यो भेना यो चाहिँ लानुपर्छ है, बिर्सिन्छौ भनेर आफ्नो धुनमा हुन्छ। सबै मैले म्यानेज गर्नुपर्छ। उल्टै रिसाउँछ मसँग। अनि जाल भने त मैले जाल लानु पर्छ। भेना कस्तो लाइटर चाहिँ हिजो क्या। अनि फेरि त्यहाँ पनि मैले नि सल्लाह दिनु पर्यो, भाइ जाऊ 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 त्यहाँ माथि छ उसले त्यो बोकेको छ भनेर। सालोहरूले यति भेनालाई दग्दी दिन्छ कि तर पनि ठिकै छ। अब मजाले सालो भेना पकाएर एक थाल खाएर च्याक्कसँगले जानेछौँ। भेना टोकौँ न किन हौ, लोकल स्टाइलमा। तर यो भाइ यसरी घरमा भन्दा यसरी खाएको चाहिँ नि स्पेसल नि मिठो हुने नि। अनि हाम्रो हरेक कुरामा हामीलाई यात्रामा साथ दिने एक टाइगर बाबु ओए छोटु हो। यसरी यसले चाहिँ हामीलाई हरेक कुरामा साथ दिन्छ हाम्रो सुरक्षाको लागि हटिएको। अब चाहिँ भाइले आगो लगभग बल्छ नि। अब त बल्छ। अब हामी पकाउनेवाला छौँ तर बल्दैन। बाँसको चाहिँ हुनै पर्थ्यो भाइ। बाँसको दाउरै छैन क्या भेना, माथि सुकेकै थिएन मैले हेरेको। एउटा बाँसको चाहिन्छ क्या। ल यो झ्याउकिरीहरूको आवाज पनि तपाईँहरूले सुन्न सक्नुहुन्छ। झ्याउ 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 गर्दै कराउँदैछ यतामाथि। च्याउ 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 गर्दैछ। यो झ्याउकुरीको मुनि चाहिँ यहाँनिर हाम्रो पौडी खेल्ने सानो एउटा दामी फुन्टुरै खालको दुवा छ। अनि हामी यसरी यहाँ चाउचाउहरू यसरी यहाँ गरेर म्याङ्गो हाम्रो कराई, त्यसपछि हाम्रो निङ्गुरो पनि छ त्यहाँ।
ल बोल है एनआईटी अब त बल्छ तर ढुक्क चाहिँ हुनु हुँदैन हालेको गरे मसिनो मसिनो गर्दै आज भेनाले माछा खुवाउनुहुन्छ भनेर म त यार भोक पाएको कसम अब चाहिँ हाम्रो आएको फाइनल्ली बढिसकेको छ भाइले बालिसक्यो अब त भेना जे भन्नु बोल्यो आँखा आँखाको कुरा अर्कै हुन्छ हे नबुझ्नेलाई बुझ्न तर्कै हुन्छ लागि लागि मेरो यो चोखो माया तिम्रै लागि वाह वाह यस्तो कला भेना कहाँ लुकाउनु भएको छ हो कहाँ लुकाइराख्नु भएको ल फाइनल्ली साथी हो लुकाउनु भएको छ यस्तो कलाहरू अब हाम्रो आगो चाहिँ बलेन भाइले यता लागि लागि गाना गाउन थाल्यो त्यसपछि आगोको अवस्था चाहिँ देख्न सक्नुहुन्छ छैन हाम्रो बिजोक छ हामीलाई एकजना कुक चाहिँ चाहिन्छ यहाँ तर लेडिज है हँ लेडिज कुक चाहियो हामीलाई लेडिजहरूले मिठो पकाउनु हुन्छ नि अब काँचो काँचै खानु क्या भेना मिठो हुन्छ होइन हैट। ल यसरी ल फाइनल्ली हाम्रो चाहिँ चाउचाउ भइसक्यो अनि हामीले चाहिँ भुजासँग खाँदैछौँ यी भेना यस्तो छ अब यसरी ल भाइ खाऊ त हो भेना अँ ल खाऊ आँप पनि हो खोर्सानी पनि खाऊ राख्नु जानु ल यसरी खाँदैछौँ के कस्तो हुन्छ अगाएपछि फेरि म भिडियो गर्छु तर चार्ज चाहिँ छैन यार आज अब एकछिनपछि भेट्नेछौँ हामी खाइसकेपछि भन्नु ल किनभने भाइले छिटो छिटो खाइरहेछ म भिडियो बनाउँदा उसले दाउ मार्छ क्या जहिले त्यही भएर म पनि खानुपर्ने हुन्छ यसमा ल त साथी हो अब चाहिँ हामी मेरो एकमात्र एके सित्रा सालो प्लस चकलेटी मेरो एकदम ह्यान्डसम निङ्गुरो हामी चाहिँ अब फर्किरहेछौँ माथि मजाले खाइयो पियो मजाले खाइयो भुजा र चाउचाउ अनि सबभन्दा बेस्ट चाहिँ हामीले नुहाइयो नि चिसो पानीमा पौडी खेल्यो ल त साथी हो अब के कस्तो हुन्छ भिडियो अब थोरै अलिकति म टक्क मिलाएर हाल्नेवाला छु सबैलाई एकदम मनदेखि नै माया छ भन्दै भोलिको भिडियोमा भेट्ने बाचाका साथ सबैलाई हस्त साथी हो जय नेपाल ल साथी हो ल